भिडियो यहाँ चाहिँ केटाकेटीलाई बुढुङलाई लिएर जान्थ्यो म बुद्ध भगवानको मूर्तिमा। ल हामी चाहिँ अब जान सुरु गरेको हुन्छौँ। ल अब हामी चाहिँ हिँड्छौँ यस्ता यहाँ भित्र कति बाहिर छ त हेर्नुहोस् न। एउटा फेरि अगाडि बस्न नपाए बस्यान् यस्तो हकेर फेरि बाटो त गाडी ठोकिन्छ, लाइसेन्स दिन पर्छ गरेर फेरि हिँड्ने गाडीलाई त राम्रोसँगले ठुली जाम्बो किन गाडीले फेरि तान्नै सक्दैन भने यो 4 व्हिल गियर नलगाएर होला। अब चाहिँ मन्दिर आइसकेको हो। अब अझ यति घुम्टी मर्सा हुन्छ ल आयो ल। मैले चाहिँ त्यही बुद्ध भगवानसम्म चाहिँ एन्ड गर्दिनँ भिडियोले पढाइसम्म हेरेर लाइक हानिदिनु ल, सब्सक्राइब नि बुद्ध भगवानसँग एकचोटि राखिदिन्छु यिनीहरूलाई घुम्न राखिदिन्छु त्यसै अब चाहिँ बुद्ध भगवान आए। ओ चटपटी खानेमा खाऊ, पानीपुरी खानेमा खाऊ, चाउमिन खानेमा खाऊ है। ल आऊ ल बुद्ध भगवानको चाहिँ आयो। फलफुल किन्ने किन है, भित्र बसेको मान्छेले बाहिर किन्दैन। यही चटपटी म चाहिँ चटपटी खाएर आएँ। चटपटीको उस कहाँ ल म चाहिँ खाएर ल अब गाडी चाहिँ बढ्यो यति एउटा कति 16 इन्च। अब चाहिँ म अलि माथि गएपछि एउटा घुम्टी कटेपछि अगाडि बसेर चलाइदिन्छु हेर्नुहोस्। कसले चस्मा नदेखे चाहिँ हेर्न कस्तो हेर्नुहोस्। अब बुद्ध भगवान हेर्न नपाएका हेर है छिटो मैले फेरि यहीँ आउने। ए चढ गाडीको ब्रेक फेल भयो। मुले गिचेर आएन अब चाहिँ राख्नु होला। यत्नैसम्म अप्ठ्यारो हो कि फेरि घुम्टी अलि माथि नि यति कटिछु घुम मैले अगाडि बसेर चलाउँछु ल मैले चाहिँ अगाडि बसेर चलाइहाल्छु ल। हेर्नुहोस् अगाडिको लुक्स हेर्नुहोस् त्यही दामी त सजाएको छैन हेर्नुहोस् न। भगवानको गणेश भगवानको मूर्ति छ यता भरौँला बस्यो नि कालुवा साथी हाम्रो राम्रोसँगले ठुली जाम्बोको न यो गाडी त उठ्छ नि। मैले पुलले देखेर पुलले मोडेको राम्रोसँगले ठुली जाम्बोको राम्रोसँगले ठुले मैले उता गएपछि चाहिँ भिडियो एन्ड गर्छु है। मजाले हेरेर हेरिदिनु होला। मैले चाहिँ लिङ्क चाहिँ देखेन मलाई त्यसरी आउँदैन कि। हेरेर लाइक भयो नि हानिदिनु ल।
मैले अर्को उसको पनि हालिदिन्छु भिडियो हेर्नु होला। हेर्नु नि यस्तो ठाडै छ क्या बाटो, तान्दै यस्तो बाटो छ कि यो चाहिँ लामडाँडाको बाटो है। लामडाँडाको पनि हाम्रो गाउँको पनि यस्तै हो, ठाडै छ क्या बाटो। यो अब तल आइसक्यो, अब त्यति एन्ड गर्छु मैले भिडियो। हेर सहिले हो, त्यति नै एन्ड गर्छु है।